हेलो एभ्रिवान इट्स मी पिनी गुरुङ अनि आज चाहिँ मैले सधैँको जस्तो के लिएर आएको छु त फर्सीको मुन्टा खाना अनि करेन्ट एग अनि यो चाहिँ क्याबेज र टमाटर र डल्लेको सलाद अनि यो चाहिँ डल्ले है त अनि मसँग छ यो चाहिँ हाफ मात्र छ फेरि यो चाहिँ कोकोनट मिल्क ड्रिङ्क हो अनि यो चाहिँ जापान बस्नेहरूले गेमोमा गएर लिन सक्नुहुन्छ एकदमै मिठो छ सो मैले चाहिँ एकदमै मनपर्छ अनि सो त्यही भएर चाहिँ अलरेडी आइसहाल्यो रेडी बनाइराखेको थिएँ गिलास चाहिँ अनि लगाएँ अलिक कस्तो ठाउँ नमिलेको जस्तो केही नमिलेको जस्तो भयो बट सो गुड छ है अनि चाहिँ थम्बनेलको लागि एउटा लिगम फोटो रे के लिगम फोटो कस्तो के गर्ने मलाई आउँदैन के लाग्यो के लागेको यहाँ भने क्या बिकज यो मिठो छ नि त आफ्नो लागि ल म चाहिँ तदाकिमस भन्दै खाना चाहे ल अरे के सो स्टार्ट केबाट गरौँ त पहिला खानाबाट गर्छु म चाहिँ मैले त्यो एउटा सागको नाम चाहिँ आउँदैन तर त्यो खोलामा चाहिँ देख्थेँ हो त्यो साग हो यो चाहिँ अनि यो फर्सीको मुन्टा दुई थरी मिक्स गरेको मैले अनि प्लस चना so good धेरै पिरो एकैचोटि पिरोले पसिना निकालिदियो यार यो खोर्सानी चाहिँ नेपालको जस्तै छ अनि मैले कहाँबाट ल्याएको भन्दाखेरि चाहिँ बिग मार्ट ओसाकाबाट करेन्टलाई फेरि माया मारी कस्तो हुन्छ कि खानासँग यस्तरी मिक्स गरेर खानु चाहिँ को कोलाई मनपर्छ बिग बाइट क्या really good मैले चाहिँ यो हाफ फ्राई प्लस अनि पहिला हामीले मासुमा काम गर्दाखेरि चाहिँ त्यो यसरी गऱ्यो अनि हाफ फ्राई हुनुको लागि चाहिँ थोरै पानी राखेर अनि ढाकिदिन्थ्यो कि अनि दामी चाहिँ त्यो गरेको तर धेरै पाकेछ फेरि पनि बिट बाय
पानी पनि रेडी गरेर राखेको थाहा यो त्यस्तै पिरो हुन्छ भनेर मात्र खान्छ यस्तो थामेल बनाइदिउँ न प्याज अनि बन्दा टमाटरहरू राखेर यस्तो बनाएको थियो मलाई एकदमै मन पर्थ्यो होइन तर आज डल्ले राखेर बनाएको ओमाइबाट सो यम्मी के हाल्यो हात त यति बिस्तारै चलाउनु पर्ने हो Oi. Ja, ich will es nicht sehen. ढुङ्गे डर चाहिँ भिडियो त टोइलेट गएको थियो नि त अनि फ्लासहरू केही आउँछ भनेर नो रिक्स Baru minta tahan sementara. एकदमै मिठो भयो पिरो चाहिँ सक्दिनँ भयो अब यति भइसक्यो भयो पहिलाको भिडियोहरूलाई पनि धेरै माया गरिदिनु भयो हो हजुरहरूले यो भिडियोलाई पनि माया गरिदिनुहुन्छ नि सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ गाइस बाई बाई